आखिरमा बुझिदेउँदा एउटै रहेछ हरे हरे हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर ब्रह्मा विष्णु महेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर ब्रह्मा विष्णु महेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर ब्रह्मा विष्णु महेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर ब्रह्मा विष्णु महेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर ब्रह्मा विष्णु महेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर ब्रह्मा विष्णु महेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर हाम्रा तीन परमेश्वर ब्रह्मा विष्णु महेश्वर हाम्रा तीन बालै सम्झौ शिवजी आमा पार्वती बालै सम्झौ शिवजी आमा पार्वती यिनै हुन् भगवान फरक छैन कति जन्मे मरिन्छ भगवान जन्मे मरिन्छ बामाको सेवा गरे स्वर्ग तरिन्छ जनमे मरिन्छ जनमे मरिन्छ बामाको सेवा गरे स्वर्ग तरिन्छ जनमे मरिन्छ जनमे मरिन्छ बामाको सेवा गरे स्वर्ग
अरे स्वयं छोरी विवाह गरेर राजा दक्ष प्रजापति स्वयं छोरी विवाह गरेर राजा दक्ष प्रजापति आखिरीमा बाँकी रही उनै सती देवी लैजाऊ न सेवा मलाई तिमीलाई कैलाशमा कैलाशबाट शिव झरे सती देवी माग कैलाशबाट शिव झरे सती देवी माग दक्ष राजा रिसाएर लाए शिव भाग हरि हो लैजाऊ न सेवा मलाई तिमीलाई कैलाशमा दशरथ राजाका ठिउकी रानी थिए दशरथ राजाका ठिउकी रानी थिए कौशल्याको कोखबाट रामले जन्म लिए रामचन्द्र जन्मे चार भाइ रामचन्द्र भरत जन्मे चार
यी कहिले होला सवारी प्रभु आज्ञाकारी 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 कहिले होला सवारी धन्यवाद मालिका भजन समूह मालिका गुल्मी र नृत्यमा सन्ध्या सनी जसले राम्रो प्रस्तुति देखाउनु भयो र ल पनि धेरै धेरै धन्यवाद।